देख्न सक्नुहुन्छ यो चाहिँ हालिसकेको छ नै हिजोमा थिएन आज चाहिँ हालिसकेको छ सो म्यान क्या बवाल देखिरहेको छ रियलमा चाहिँ यस्तो बवाल देखिरहेको छ होइन क्यामेराबाट कस्तो देखिरहेको छ थाहा छैन मलाई बट रियलमा चाहिँ बवाल देखिरहेको छ कि उज्यालो होइन यहाँ बत्ती पुरै निभाए पनि होइन यही बत्तीले मात्र पनि उज्यालो हुन्छ कि पुरै त्यस्तो बवाल देखिरहेको छ कि सो म्यान म चाहिँ यतै हिँडिरहेको छु त्यो घरमा पनि हालिसकेको छ लाइट झिमी झिमी चिल्किरहेको छ बलिरहेको छ भनौँ सो म्यान ओ ला 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 ले लो मेरो चाहिँ नर्मली मेरो लाइफस्टाइल चाहिँ यस्तो छ है बिहान गयो वर्क होइन आई जस्ट गो टु द वर्क एन्ड आई रिटर्न ब्याक फ्रम द वर्क यस्तै छ है यही रुटिन चलिरहेको छ मेरो अनि मेन भनेको चाहिँ छुट्टी नै छैन है छुट्टी चाहिँ नो 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 बिल्कुल 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 छुट्टी नै छैन यार सो म्यान एक दिन भयो पनि होइन छुट्टी दिए भए चाहिँ बवाल मजा आउँथ्यो क्या रमाइलो हुन्थ्यो क्या किन भनेर भन्दाखेरि माइन्ड फ्रेस हुन्छ नि त छुट्टीमा तर छुट्टी नहीं है हमारे पास इसलिए बहुत मुश्किल है रे बाबा फिर भी कटाना पड़ेगा जिंदगी यसै कटेगा उता बोलाएको यता पो उठेछ बिचरा सरी फर निन्द्रा बिगारिङ सो म्यान सो यो बाटो पनि यार पहिलोबाट हिँडेको अहिलेसम्म हिँडेको छु खुट्टाले नै हिँडिरहेको छु अहिलेसम्म देख्न सक्नुहुन्छ पहिला चाहिँ झोला बोकेर हिँड्थेँ मैले अहिले चाहिँ झोला बोकेर हिँडिरहेको छु मैले सो म्यान त्यति मात्र चेन्ज छ कि आई मिन पहिलेबाट हिँडिरहेको छु भनेर भन्नु खोजेको चाहिँ होइन आई थिङ्क इट्स बिन अलरेडी मेबी 15 years है ड्युड सो म्यान तर अहिलेसम्म म यही बाटो हिँडिरहेको छु होइन नर्मल्ली पहिला चाहिँ ब्याग नपुगिकन यस्तरी हिँड्थेँ ब्याग चाहिँ हुँदैन थियो मेरो अहिले चाहिँ त्यही हो ब्याग चाहिँ छ कि मेरो त्यति मात्र चेन्ज छ नत्र कम्प्लिटली सबै सेम छ लाइफस्टाइल है मेरो सो म्यान बरु देख्नु सक्नुहुन्छ वाट अ भ्यू तिहारमा चाहिँ यही हो कि दसैँमा भन्दा तिहारमा रमाइलो हुन्छ कि किन भनेर भन्दाखेरि झिलिमिली हुन्छ कि सबै ठाउँतिर है सजाएको हुन्छ सबै ठाउँ सबै होइन सामानहरू घरहरूदेखि लिएर सबै कुराहरू सजाएको हुन्छ कि रोडहरू पनि सबै त्यही भएर तिहारमा चाहिँ रमाइलो हुन्छ गाउँघरमा चाहिँ कस्तो हुन्छ थाहा छैन आएर नो तर गाउँघरमा पनि रमाइलो हुन्छ बत्तीहरू बलिरहेको हुन्छ है त्यही भएर रमाइलो हुन्छ तर गाउँघरमा भन्दा पनि धेरै चाहिँ काठमाडौँ होइन यस्तो बवाल हुन्छ कि सो म्याम देख्न सक्नुहुन्छ ओए धन्दा ठोकेको यार बाइकमा डाङ्गै भिडियो बनाउनु चक्करमा सो म्यान गाह्रो छ सो म्यान भिडियो बनाउनु पनि लास्ट गाह्रो छ यार सो सो म्यान सो राइट यति भन्दै 3 मिनटको भिडियो भइसकेको छ भिडियो हेज बिन अलरेडी लङ अब के भनौँ यार के भन्नु छैन अरू कुराहरू यहाँ बत्ती परिरहेको छ है तपाईँहरूको एउटा कुरा तपाईँहरूको जिन्दगी चाहिँ कस्तो चलिरहेको छ के कस्तो भइरहेछ कस्तो मोडमा छ कुन चाहिँ सिचुएसनमा छ कुन चाहिँ कन्डिसनमा छ त्यो चाहिँ प्लिज मलाई नभन्नु होला किन भनेर भन्दाखेरि म आफ्नै कन्डिसन हुन्छ नि आफ्नो जिन्दगीमा होइन म आफू नै कुन चाहिँ कन्डिसनमा छु भनेर मलाई नै थाहा छैन के भइरहेछ के चलिरहेछ आई डोन्ट नो म्यान अचम्म लाग्छ इट्स वियर्ड I'm not weirdo, but my life is weird. So man, क्या मजा आइरहेछ यार यो क्यामेरामा हेर्नलाई किन भनेर भन्दाखेरि मेरो क्यामेरा चाहिँ नर्मल क्यामेरा होइन है यो चाहिँ चान्जिने क्यामेरा चाहिँ होइन दिस वान इज आइफोन क्यामेरा जसको प्राइस चाहिँ छ 2 lakhs मैले सो अफ चाहिँ गरेँ है फेरि बिस्तारै भन्नुपर्छ यार म चाहिँ बाटोमा हिँडिरहेको छु फेरि लुट्दियो भने फेरि तनाव हुन्छ नेपालमा चाहिँ कुछ भी हो सकता है भाई कुछ भी हो सकता है इसलिए संभल कर बच कर रहना चाहिए सब लोगों को सो मैन यति भन्दै I'm going So
यहाँ चाहिँ केरा यो चाहिँ यो जक्सनै रहेछ है केराहरू बेच्ने ठाउँ टुरिस्टहरूले यहाँ के गरिरहेको छ आई डोन्ट नो देख्नु हुन्छ लाइनै केरा सुन्तला चाहिँ आऊ सुन्तला नखाएको पनि कति धेरै त भएको छैन तर खानै मन लाग्दैन फलफुलहरू थाहा छ कि फलफुलहरूले राम्रो गर्छ होइन हेल्थलाई बट प्रब्लम चाहिँ के भनेर भन्दाखेरि खानै मन लाग्दैन कि हिजो मैले सुट गरेको थिएँ डेन्जर तरिकाले झुन्नाएको छ त्यहाँ यार त्यो चाहिँ हलाल गरेको है मुस्लिमहरूको त्यस्तै झुन्नाउँछ मुस्लिमहरूले चाहिँ त्यसरी काट्छ हलाल गर्छ अनि त्यसरी झुन्नाएर राख्छ कि कति दिनसम्म सुकाएर राख्छ होइन सुकाएर राख्छ त्यो पनि खान्छ यार किनेर यार तिनीहरूले हाम्रो नेपाली जस्तो हुँदैन कि हिन्दू जस्तो हुँदैन कि तिनीहरूको चाहिँ होइन पुरा हलाल गर्छ हलाल गरेर अनि त्यसपछि खाइहाल्दैनन् कि खाइ चाहिँ हाल्दैनन् होइन पुरा झुन्नाएर सुकाएर राख्छन् तर फाल्दैनन् त्यो जति सुके पनि जति झुन्नाएर राखे पनि होइन खान्छन् लास्टमा है सघाउँछन् तिनीहरूले आई डोन्ट नो कसरी मिठो भयो होला है त्यस्तो यार त्यहाँ चाहिँ गैँडा छ है जङ्गलमा गैँडा छ त्यहाँ सो देख्न सक्नुहुन्छ आइएम गोइङ ऊ त्यो घरमा पनि बतिहाल्छ है हजुर सो म्यान हिजोसम्म थिएन कि सो त्यही हो यार लाइफ इज असम बेबे सो म्यान तपाईँहरू आफ्नो केयर गर्नु होला अनि ह्याप्पी तिहार म भिडियो मार्फत भन्न चाहन्छु आई जस्ट वान विश यु अल ह्याप्पी तिहार ह्याप्पी तिहार 2028 बेबे सो म्यान रमाइलो गर्नु होला अर्को वर्षमा के हुन्छ के हुँदैन त्यो थाहा छैन होइन कसैलाई सो म्यान त्यही भएर कसरी पेले भएर हो झ्याम्मै यार सो म्यान त्यही भएर रमाइलो गर्नु कि जस्ट इन्जोय यर लाइफ बेबे इन्जोय गर्नुहोस् होइन किनभने कसैलाई थाहा छैन कि भोलि के हुन्छ भनेर सो म्यान यहाँ चाहिँ होटल है सानो यहाँ चाहिँ सेलमा राखेँ मात्र 1000 3वटाको 1000 चाइनिज म्याङ्गो है हो यो छ नि यो चाहिँ चाइनिज म्याङ्गो है सो म्यान चाइनिज म्याङ्गो रे कस्तो नमिठो हुन्छ त्यो मिठै हुँदैन यार यो चाहिँ यो के हो यो यसलाई के भन्छ भनेर भन्दाखेरि भुइँकटर भन्छ नेपालीमा इङ्ग्लिसमा चाहिँ के भन्छ पाइनएप्पल कस्तो बिर्सिरहे यार त बेइज्जत भयो यार पाइनएप्पल फक म्यान फक यु सरी सो कुछ क्या दौडिरहेको छ हिरो मोडमा के गरेर पुरै सो म्यान बच्चाको टाइम चाहिँ रमाइलो थियो अहिले त के रमाइलो छ केही छैन अहिले त केही छैन यो चाहिँ डेली कस्टमर हो यहाँको जहिले आउँछ बिहानबाट रातिसम्म ब्रदर झ्याप हुन्छ झ्यापको तालमा स्याउको पार्दै हिँड्नु भइरहेछ सो म्यान मैले यहाँ भ्लग सुट गरेर राम्रै गरेछु थाहा नै भएन कि म कतिखेर होइन यहाँसम्म आइसक्यो भनेर अहिले रमाइलो लागिरहेछ मलाई चाहिँ होस् तर यो बाटो चाहिँ कस्तो हुँदै आएर देखिरहेको छ कि तिहारको टाइममा पनि होइन टाइम चेक गरेर भन्नुभयो जस्ट नाउ इट्स ओन्ली 7:30 हुन आँट्यो 7:30 बज्न आँट्यो तर कस्तो हुँदै आएर कि बत्ती एउटा 2 3 4 सेट एउटा टुक बलेको देखिरहेको छु बाँकी आउँदै आएर देखिरहेको छु कि घरहरूमा बिजुली हालेको छैन कि मतलब हुन्छ नि झिलिमिली देखिरहेको छैन कि त्यही भएर आउँदा देखाएँ होला मैले त्यो गाउँघरमा बत्तीहरू बल्छ नि एउटा 2टा 3टा 4टा हो त्यस्तो कि ठाउँमा त्यस्तै देखिरहेको छु कि यो चाहिँ बुङ्गुरको मासु है बुङ्गुरको मासु यो चाहिँ के हो थाहा छैन तर यो पनि मासु हो सो म्यान यदि भन्दा यो चाहिँ खसीको मासु कुखुराको मासु सो म्यान यो चाहिँ हरियो साग सब्जीहरू हो यहाँ चाहिँ बवाल छ साग सब्जी
Oh my god यार कस्तो गरम भइरहेछ यार पसिना जस्तो फिल गरिरहेछ मैले अब बिस्तारै जानु पऱ्यो नाङ्लोहरू अमला किन्ने भनेको अमला किन्नु छ पैसा छैन यार तर पैसा छैन कि पैसा चाहिँ छैन जहिले किन्ने मात्र भन्छ तर पैसा छैन यार त्यो नो मनी नो हुने भन्छ नि हो यसैलाई भनेको के पैसा बिना नथिङ ह्यापन्स त्यो अहिलेको जेनेरेसनमा हो पैसा चाहिँ सबैभन्दा मेन कुरा चाहिँ होइन तर इम्पोर्टेन्ट चाहिँ छ कि लाइफमा होइन जिउनलाई सो म्यान यति हुँदै मजा आइसक्यो घरमा आई सी यु इन द नेक्स्ट भिडियो टिल देन स्टे सेफ स्टे ब्लेस्ड एन्ड मेक योर ड्रिम लाइफ बेब सो म्यान अनि एउटा कुरा देखाउँछ है अझै एउटा कुरा है सो म्यान यो मोमोको पसल छ नि यो चाहिँ भर्खर खोलेको हो यहाँ चाहिँ 80 रुपियाँको एक प्लेट मोमो पाउँछ होइन यस्तो प्याक हुन्छ कि यस्तो प्याक हुन्छ कि यहाँ है मतलब अर्डर तपाईँले गर्नुभयो भने अर्डरको लागि कुर्नुपर्ने हुन्छ कि वेट गर्नुपर्ने हुन्छ कि त्यस्तो प्याक हुन्छ कि सो म्यान सो यति भन्दै अब चाहिँ आई सी यु इन द नेक्स्ट भिडियो टिल देन स्टे सेफ स्टे ब्लेस्ड एन्ड मेक योर ड्रिम लाइफ बेटर सो म्यान